नेपाली जनताले अहिले सुनेका जति पनि काण्ड छन् त्यो चाहे वाइट बडी काण्ड होस्, चाहे त्यो ललिता निवास काण्ड होस्, चाहे त्यो गिरिबन्धुको होस्, चाहे त्यो शिविरको होस्, जति पनि छन् 15, 20, 25, 30 लामो लिस्ट बन्छ। त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पार्ने। यसभित्र भएको प्रत्येक काण्डको अख्तियारले गर्छ, ठिक छ, हामीलाई विश्वास छ। अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्वशक्तिशाली आयोग बनाउनुपर्छ, बनाऊ। तर बनाइसकेपछि एक ठाउँ के पुऱ्याउँ भने यसमा को दोषी निस्कन्छ? कोही प्रधानमन्त्री निस्कन्छ, ठिक छ, पूर्व प्रधानमन्त्री निस्कन्छ, मन्त्री निस्कन्छ, सांसद निस्कन्छ, जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, प्रधानमन्त्री भएको मान्छे होस्, मन्त्री भएको मान्छे होस्, बहालवाला होस्, भूतपूर्व होस्, जोसुकै होस्, तर नेपालमा सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छाड्दैन, नेपाली राज्यले छाड्दैन, 15 वर्ष भएपछि पनि छाड्दैन, 20 वर्षपछि भए पनि छाड्दैन भन्ने हामीले मानक स्थापित गर्न सक्यौँ भने त्यो नौजवानहरूलाई ल ठिक छ, देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ। उनले सोच्न थाल्छन्। जनता खुसी नभएको एउटा कुरा गति हो भने अर्को खुसी नभएको कुरा मतिसँग पनि हो। गति किन ठिक छैन भन्दै गर्दा नेतृत्व गर्ने हामी, म नेतृत्व गर्ने भनेको फेरि मैले कुनै अमुक एकजना व्यक्ति भनेन, म पनि हो त्यसभित्रको। नेतृत्व गर्नेको मति ठिक भएन, त्यस कारणले गर्दा गति ठिक भएन भन्ने उसलाई लागेको छ। मति ठिक नभएको कुरा केसँग जोडिएको छ? मति ठिक नभएको कुरा खास गरिकन चाहिँ भ्रष्टाचारसँग जोडिएको छ। आम नागरिकले के सोध्छ? भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेन, भ्रष्टाचारले यसरी गाँजियो कि हामी ठिक गति समात्न सकेनौँ भन्ने उसलाई लागेको छ भने यही 3 वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामीहरू छौँ, हामी त्यसलाई न्यून गर्ने कुरामा हामीले एउटा चमत्कार जको ढङ्गबाट काम गर्यो भन्ने दिशातिर हामीले लिएर जानुपर्नेछ। यसका केही कुराहरू पार्टीभित्र पनि गर्नुपर्नेछ, पार्टीभित्र पनि शुद्धिकरण चाहिएको छ। योभन्दा अगाडि मैले त पटक पटक अहिले भनिरहेको छु, जति पनि काण्डहरू विधिको शासनको त्यसको सामान्य व्याख्या भनेको कानुनभन्दा माथि कोही पनि छैन, कानुनभन्दा ठुलो कोही पनि छैन।